Hey guys, welcome back to the new vlog. फेरि नयाँ vlogको साथसाथमा हामी आइसकेका छौँ यहाँ। आज चाहिँ लङ टाइम भइसकेको छ भ्लग गर्न हालेको, त्यही भएर फेरि नयाँ भ्लगको ठाउँमा आज झन् बाहिर घुम्न जाने भनेको। आधी घन्टा मैले चापिने कता हराएछु, खोज्दा खोज्दा गयो। अनि ल गाइज, अब म चाहिँ निस्किन लागेको। आज चाहिँ म यहाँ डार्विनको वान अफ द मोस्ट अन्डररेटेड ठाउँमा जान लागेको छु। म्यानग्रोभ यस्तै के थियो यार, नाम बिर्सेँ मैले, तर इट्स अन द इस्ट पोइन्ट रोड इनसाइड द इस्ट पोइन्ट भ्याली। हामी चाहिँ अब फ्यानी भेक्टर भइसकेको छ, अलमोस्ट 5 मिनट जस्तो अवे छ यहाँदेखि चाहिँ। यहाँ चाहिँ इस्ट पोइन्ट जाने बाटो भनेर देखाएको अगाडि, त्यहाँदेखि चाहिँ भित्र जानुपर्छ। अनि अलमोस्ट 5 मिनट जस्तो ड्राइभ गरेपछि, 3 मिनट जस्तो ड्राइभ गरेपछि ठ्याक्क त्यहाँ राइट टर्न हान्यो भने अनि हल्का भित्र जानुपर्छ। तर जोस् त्यहाँ जानुभन्दा अगाडि चाहिँ हल्का सर्ट्सहरू लाएर जानुपर्छ, नत्र त्यहाँ पानी फेरि अस्ति हामी एकचोटि गएको थियौँ पुरै कम्मरसम्म नै भेट्न थाल्छ। हजुर यदि 5 फिट हुनुहुन्छ भने फेरि 6 फिटरहरूलाई चाहिँ हल्का गाह्रो हुँदैन। अब यहाँबाट चाहिँ भित्र जाने हो। स्याप डार्विनमा बस्नेहरूलाई प्रायः थाहा हुन्छ इस्ट पोइन्ट वान अफ द बिजिएस्ट प्लेस इन इभिनिङ फर द वर्क। अब आइरहेको हुन्छ, एकदम गुड प्लेस टु कम अराउन्ड इभिनिङ। यहाँ चाहिँ भित्र छिर्ने हो इस्ट पोइन्ट। तडीको स्पिड जोन, तर प्रायः मान्छेहरू यहाँ तडीमा हिँड्दैनन्, प्रायः 40 ओभरमा हिँडेर हुन्छन्। यो चाहिँ वान वे यतातिर छ, वान वे अर्को उतातिर छ, बिचमा हल्का ग्याप। त्यो हेर्नु त आकाश कस्तो दामी देखियो। गीतसँग ठ्याक्क भाइब म्याच हान्यो, तर तारा होइन त्यहाँ माथि। अनि यो चाहिँ लेको सायद यहाँ स्विमिङ गर्न दिन्छन् जस्तो लाग्छ मलाई, तर क्रोकोडाइलहरूको चाहिँ यहाँ अलि एन्टीमा रिस्की हुने भएर चाहिँ ट्राई नट टु स्विम है त। अलिक गाह्रो पर्छ। किड्स प्लेग्राउन्ड पनि छ, साइक्लिङ, रनिङ, वकिङ सबै गर्न मिल्छ यहाँ। अनि यहाँदेखि चाहिँ अब ट्याक्क हल्का राइड जाने। अनि हामी गाडी पार्क गर्छौँ, अनि त्यसपछि त्यो चाहिँ अलमोस्ट 1 किलोमिटर जस्तो वक हो, हल्का जङ्गल बिचबाट हिँडेर वकमा। अनि पानीमा गएर ट्याक्क त्यो पानीको उसबाट लास्टमा सिटिङ एरिया जस्तो टाइपको छ। आइसकेको छौँ। यो चाहिँ इस्ट पोइन्ट रिजर्भ हो। यहाँदेखि चाहिँ म्यानग्रोभ रोड वक भनेर छ, यहाँदेखि चाहिँ भित्र जाने। अनि यहाँ चाहिँ राइट टर्न हान्ने अगाडि गएर अनि लगभग 500 मिटर जस्तो वकमा गएपछि हामी चाहिँ उसमा आउँछौँ। एकदम वाइब इन्भाइरोमेन्ट एकदम दामी छ वकको लागि साँझ पख। यो चाहिँ म्यानग्रोभ रोड वक हो। मान्छेहरू प्रायः साइक्लिङहरू पनि गर्न आइरहेको हुन्छन्, वकमा स्पेसली वकमा आउँछन् मान्छेहरू। हामी चाहिँ आज अलि ढिलो आइसकेका छौँ। यहाँदेखि चाहिँ लगभग 500 मिटर जस्तोको वक छ। धमारा भने जस्तो 400-500 वटा झाडी, 300-400 वटा ब्रिज र 2-3टा क्रोकोडाइललाई नागेर गएपछि त्यो ठाउँमा पुगिन्छ हामी। अनि अब हल्का साँझको बेलामा घाम हल्का परेको लाग्यो भने झन् रमाइलो हुन्छ ठाउँ। आज चाहिँ क्लाउडी वेदर भएको भएर चाहिँ अलिकति डल जस्तो देखियो होला, तर यस वकमा साथ आउनुको लागि चाहिँ एकदम वान अफ द बेस्ट प्लेस डार्विन। अब जाने हो यतातिर होइन। यहाँ चाहिँ हल्का क्रिम स्ट्रिम पनि लाएर आउँदा हुन्छ। यहाँ चाहिँ हल्का इन्सेक्ट्सहरू पनि रहेछन्, टोकेर घरहरू चिलाउन सक्छ। हल्का झाडीहरू पनि धेरै छ, टिपिकल नेपाली जङ्गल जस्तो छ, नेपालको जङ्गलहरू जस्तो। हल्का यो बाँसकुहरू क्या सायद यो
लास्ट झुडीहरू चाहिँ लास्टै धेरै एउटा हरर मुभीको सिन गर्नुपर्छ जस्तो चाहिँ क्रिएट गर्नुपर्छ जस्तो छ सल्ट वाटर पिपल झुडी चाहिँ वाइल्ड धेरै है यहाँ त्यहाँ किरा फटिङहरू ल्याउँछ त्यही भएर क्रिमहरू चाहिँ एप्लाई गरेर आयो हुन्छ है बाटो चाहिँ कस्तो दामी बनाइदियो है यहाँको उसले गभर्मेन्टले चट्ट लाएर होइन हामी चाहिँ अब अलमोस्ट आउनु लागिसकेको छौँ अब यहाँ एकछिन 50 मिटर जस्तो टाढामा चाहिँ अब वक सुरु हुन्छ त्यहाँ चाहिँ हजुरको लगभग साप्राभन्दा माथि चाहिँ पानी आउँछ अब अलमोस्ट हामी आइसकेको छौँ लेट्स गो डाइभ इन्टु दि ओसन भने जस्तो पानीमा जाऊँ पानीमा हल्का चुबुल्की खेलौँ अनि घर जाऊँ स्टेप मात्र बाँकी छ अगाडि यसो हेर्न सक्नुहुन्छ हजुरहरूले यस बोय दिस इज द प्लेस अब यहाँदेखि चाहिँ अब हामी चाहिँ फाइनली आइसकेको छौँ यो चाहिँ ठाउँ हो चट्ट हल्का झुडी टाइपको छ भित्र छिर्दाखेरि यो चाहिँ यसको स्टार्टिङ पोइन्ट हो यहाँदेखि चाहिँ यो स्टार्ट हुन्छ यहाँदेखि चाहिँ ऊ पानी अगाडि देख्न सकिन्छ हल्का हल्का पानी आइसक्यो सुरुमा चाहिँ हल्का हल्का गर्दै गर्दै उ छ त्यहाँ चाहिँ लेखेको चाहिँ हल्का क्रोकोडाइल सेफ्टी यताउति भनेर तर आई थिङ्क त्यस्तो खासै आउनु होला क्रोकोडाइलहरू तर ठाउँ चाहिँ यही नै हो अगाडितिर अब हेर्न सकिन्छ यो चाहिँ ठाउँ हो यो चाहिँ पानी चाहिँ अब मेरो पुरै माथि आउनु थालिसकेको छ साप्रा भेट्न लागिसक्यो यो चाहिँ लास्ट धेरै पानी है तर मजा आउने ठाउँ चाहिँ यहाँ नेचर चाहिँ पुरै जङ्गल हल्का जङ्गलको बिच टाइपमा अनि पानीमा वक हो यो चाहिँ पुरै फुल पानीमा वक बादल पनि सही लाग्यो आज चाहिँ फेरि लास्ट मेन पोइन्टमा चाहिँ म अहिलेसम्म गएको होइन यसको त्यो मलाई थाहा चाहिँ छैन कस्तो चाहिँ मेन पोइन्ट हामी चाहिँ अगाडि बढिरहेको छौँ ढुङ्गा जङ्गल मेन भर्सेस वाइल्ड होला जस्तो छ यो चाहिँ हामी चाहिँ आइसकेको छौँ पानी चाहिँ बढै छ पुरै कहाँसम्म छ यो ठाउँ थाहा पनि छैन एज यु गाइज क्यान सी इट अन्धकार म्यान भर्सेस वाइल्ड जस्तो टाइपमा हिँडे पानीमा अहिले यहाँदेखि एनाकोन्डा पनि निक्लिन सक्छ तर स्पेसल्ली एन्टीमा चाहिँ गइ नै निक्लिन्छ एनाकोन्डा भन्दा पनि कहाँसम्म छ नै थाहा छैन यो इन पोइन्ट मलाई अझै पानी चाहिँ यहाँ त कम्मरभन्दा माथि जान्छ त यो पानी त पुरै चुर्लुममा डुब्यो इन पोइन्ट चाहिँ यहीँ रहेछ तर इन पोइन्ट चाहिँ पुरै चुर्लुममै छ यहाँको त्यहाँ अगाडिपट्टि रहेछ इन पोइन्ट कम्मरभन्दा माथि जान्छ यो त लास्ट धेरै पानी रहेछ यहाँ चाहिँ हेरी गाइजहरू अनि चाहिँ यस्तो छ पुरै यो झुडी नै झुडी छ तर यहाँको मान्छेहरूले चाहिँ दामी ठाउँ बनाएको नि यो चाहिँ वकमा पुरै चट्ट बनिने पानीको बिचमा पानी कहाँसम्म आइरहेको यहाँ मेरो पुरै खुट्टा डुबिरहेको it's deep down here. यहाँ त यहाँ पुरै कम्मरै डुबाइसकेको छ वाइल्ड धेरै पानी आइरहेको यहाँ कम्मरसम्म नै आइसकेको छ यहाँ चाहिँ सही मजा लाग्दो ठाउँ छ है तर रिल्याक्सेसनको लागि पुरै पानी नै पानी है यहाँ गाइजहरू कम्मरसम्म आइरहेको छ यो चाहिँ दिस इज द एन्ड पोइन्ट गाइजहरू यो चाहिँ यही हो यहाँनिर चाहिँ बस्ने कुर्सीहरू छ तर कुर्सी पुरै डुब्यो पानीमा सायद वेट सिजनमा आउनलाई ठिक हुन्छ वेट सिजनमा आउनलाई चाहिँ ठिक हुन्छ होला तर अहिले हल्का इन्ड अफ द वेट सिजन भएर यो लास्ट पानी माथिसम्म छ अँधेरो हल्का डार्क टाइपको त्यो कस्तो भन्दा एनाकोन्डा मुभीको थिम टाइपको छ यहाँ फेरि यही नै हो एन्ड पोइन्ट म पुरै लुचुप्प भिजिसकेको कम्मरभन्दा माथि गइसकेको छ मेरो अनि अब चाहिँ हामी फर्किन लागेको छौँ आई थिङ्क दिस इज द लास्ट पोइन्ट अब म चाहिँ फर्किन्छु अब यहाँदेखि होला सायद यहाँ अब चाहिँ मैले एउटा एनाकोन्डा मुभीको नेक्स्ट सुटिङ चाहिँ मैले यहीँ गर्छु जस्तो छ पानी चाहिँ लास्ट सफा चाहिँ पानी चाहिँ फोहोर छैन हल्का खुट्टामा माछाहरूले पनि हल्का बाइट हानिरहेको छ
किरा फटेङ्ग्राहरू पनि अलि माथि पनि टोकिरहेको छन्, त्यही भएर म चाहिँ फर्किन लाग्यो। हल्का त्यो कालो टाइपको त भुसिनी किराहरू रहेछन्, चिलाउने टाइपको, तर त्यो एनाकोन्डा मुभीको त्यो भाइब दिने टाइपको ठाउँ चाहिँ रहेछ यो। म पनि दारिनाको लास्ट धेरै भयो तर मैले नि रिसेन्टली थाहा पाएको यो ठाउँको बारेमा। तर साँझ आउनको लागि चाहिँ वर्थ इट रहेछ यो ठाउँ। साँझ र यसो पानीमा वक शीतल टाइपको। अब हामीहरू चाहिँ फाइनली आइसकेको छौँ बाहिरतिर पानीमा वक हानेर। You guys can see the view चाहिँ अति बवाल छ है यहाँको चाहिँ। साँझ पखको बेलामा चाहिँ चट वकमा आउनको लागि पानीमा अनि हल्का भिजेर। डे अफको दिन चाहिँ यहाँ आएर हल्का वक गर्न चाहिँ हाइली रिकमेन्ड गर्छु है म चाहिँ गाइजहरूलाई। ठाउँ चाहिँ दामी छ यहाँ, वाह बवाल। अब चाहिँ हामी छोटो मिठो वक पछि अब फेरि फर्किन लागेको छौँ। म अब हल्का अगाडितिर गएर प्लेग्राउन्डहरू पनि देखाउँछु। सायद म अर्कोचोटि देखाउँछु होला यहाँ, किनकि म लुच्रुपै भिजिसकेको माथिसम्म नै। सायद नेक्स्टचोटि म इस पोइन्ट आउँदाखेरि चाहिँ मैले पक्कै पनि देखाउनेवाला छु। अब हामी चाहिँ फाइनली निस्किन लागेको छौँ। एक दुईवटा भिडियो बनाइदिएको मैले, त्यसपछि हामी चाहिँ अब यहाँ बिस्तारै बिस्तारै निक्लिरहेको छौँ। पानी चाहिँ एकदम बवाल भयो। त्यो चाहिँ मैले जस्तै प्रिभियसली पनि भनिसकेको छु कि पानी चाहिँ हजुरको लगभग लास्ट इन्डसम्म जानसम्म चाहिँ यहाँ पेटसम्म पुग्दो रहेछ। त्यही भएर प्यान्ट स्यान्ट लाएर जुत्ता सुत्ता लाएर चाहिँ नआउनु होला। सकेसम्म हाफ कट्टु जस्तो टाइपमा चप्पल लाएर आयो हुन्छ। तर साँझ पख आउनको लागि एकदम हुन्छ नि यो हल्का जङ्गल टाइपको रुखमा फ्रेस एयर लिउनको लागि बाहिर जस्तो ठाउँमा, स्पेसल्ली वेन यु वर्किङ लाइक 5 days कन्टिन्युसली, दिस इज अ गुड प्लेस टु भिजिट एन्ड कम डाउन फर वक है त गाइजहरू। सकेसम्म 2-3 जना भएर आउनु, पानीमा हिँड्नु, रमाइलो गर्नु, 2-3टा फोटो खिच्नु अनि इन्जोय द लाइफ गाइज।